यो विडम्बना हो। त्यसो भएको हुनाले म युवा साथीहरूलाई भन्न चाहन्छु, विद्यार्थी साथीहरूलाई भन्न चाहन्छु, आज सूचनाको पोल्युसन फिजाइएको छ। सोशल मिडिया अन्त कतैबाट ह्यान्डल भएको छ र हाम्रो एउटा जटिल भौगोलिक परिवेशभित्र हामी छौँ। एकातिर अर्थतन्त्रको दोस्रो धनी देश चाइना छ, एकातिर चौथो धनी देश इन्डिया छ र नेपाल बिना दोष हामी अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान र इपी सेन्टरको रूपमा अगाडि बढेका छौँ। त्यसो भएको हुनाले यहाँ सधैँ म्यानुपुलेसन हुन्छ। आज सोसियल मिडिया म्यानुपुलेट गर्नको लागि लगाइएको छ। ती व्यक्तिहरूका, ती देशहरूका पक्षमा बोल्नेहरूलाई यहाँ मुकुट लगाइदिएर देवत्वकरण गरिन्छ। उनीहरूको मिसनलाई असफल बनाउन चाहनेहरू अथवा बाधा ठान्नेहरूलाई उनीहरूले दानवत्वकरण गर्छन्। त्यही भएर हामीले पार्टी छुट्याउन, नेता छुट्याउन र आफ्नै साथीभाइहरूलाई को सही र को गलत भनेर छुट्याउन सकेका छैनौँ। त्यसो भएको हुनाले सोसल मिडियाको यो पोल्युसनलाई कन्ट्रोल